सारङको डाँडामा अलिअलि भ्यू देखिन थालेछ है। यस्तो छ। हामी झुल्के घाम हेर्नुलाई वहाँ तलदेखि आउँदै गरेको अवस्था हो। हिमाल कस्तो राम्रो ल अब आइपुग्न आँट्यो है त। अब चाहिँ आइपुग्छ झर्ने यहाँबाट अनि टक्कै जानुपर्छ। सारङकोटको डाँडामा फाइनली आइपुगेको छ। यहाँबाट उत्रिन्छौँ। सारङकोट भ्यू पोइन्ट। घाम झुल्किएको हेर्नलाई यसरी आउँदैछौँ है त हामी। ल यार यो चाहिँ सारङकोट डाँडाबाट ट्याक्क अहिले देखेको हो। क्या गजब छ भने हो यता राम है त। सारङकोट डाँडामा खतरा देखेको छ। एकैछिन ल कस्तो लागिरह? एकदम राम्रो घाम झुल्के हेर्न हो आयो सारङकोट डाँडा होइन सबैजना हो ल यताबाट जाऊँ क्या? अब वहाँ पर हेर्ने खतरा देखाएको छ पछाडिको हिमाल। म आहा सारङकोट घाम भनेर लेखेको छ होइन। यहाँबाट चाहिँ झुल्के घाम हेर्ने यताबाट यस्तो रहेछ। तर पर गुफा नजाने माता म गुम्बा नजाने बरु कतै जान्छ मिल्यौँ यहाँ ठाउँको उर्जमै गाह्रो आम चिबिक चिमल पनि औ इगला कोदा में शायद हम गुफा हुई तो चमेरो गुफा कोई सुरुङ क्या हाते गुफा गुफा नाम सुरुङ गुफा चीज आउँछ अरे अब मिठिरे मात्र भएको त